मिसिन छ अनि मिसिन यहाँ आँकेर चलाउने गर्ने आँकेर छिराउनु आँकेर दिँदैन सबै कुरो दियो भने उनीहरूको बिक्दैन उनीहरूले देशै लिनु पाए त हुन्थ्यो भनेर त हरेक के अरे अमेरिकाले आँकेर यो क्रिस्चियनहरू आँकेर पारेर आँकेर ल्याएर त्यतै लुट्नु खोजेको इन्डियाले आँकेर सामान छिराउनु दिँदैन त्यतै आँकेर रोकिरहेको छ अनि सामान त छ नेपाल त अनि पानी नै पानी छ बिजुली उ गर्दा पनि नेपाललाई आँकेर यहाँ स्वर्ग हुनेछ अन्तर्राष्ट्रिय आँकेर बेच्ने यो कुलमानको पालोमा के हो के अरे जय बङ्गलातिर पठाउने इन्डिया के अरे पठाउनु कुलमानलाई निकालिदियो मामा बोले पनि कुलमानलाई निकाल्नु त देशको लागि ठुलो पापै छ त्यो घातक छ अहिले इन्डियाको अनि अब हेरौँ न एउटा कुरो गर्दै मैले जलस्रोत मन्त्री अनि नेपाल यहाँ ठुल्ठुलो रुखहरू छ सफा होइन आगोले खाइरहेको छ यो दुई नम्बरले राति राति काटेर अनि इन्डियातिर छिराउन के गरेछ नेपालमा ल्याएर त हैजाजबाट नि लकडी काठमाडौँमा लिएर यस्तो फर्निचर के बनाउँछ त यहाँ उद्देश्य काट्नु सफा काट्नु दिँदैन नि त किन भने यो अहिलेको नयाँ संरचनामा नि संरचनामा के गरेछ भने यताकै दियो भने त अब पैसा त्यति नआउने अनि उनीहरू त भान्सातिर चाहियो नि त झ्याप्पै खेलेर बुझाउँछ भान्सार लिएर प्लेनबाट लिएर त्यहाँ फर्निचरहरू सबै के बनाउँछ झ्याप्पै उनीहरूले त्यो हेऱ्यो त्यहाँदेखि के भयो भने के अरे नयाँ के अरे नेपाल सिङ्गापुर जस्तो बनाउने स्विजरल्यान्ड जस्तो बनाइदिने भने अलिअलि पढेको लेखेकोहरू के अरे अन्तर्राष्ट्रियमा पठायो डक्टरहरू इन्जिनियरहरू नर्सहरू होइन उता के अरे पठायो त्यहाँदेखि यता चाहिँ के अरे अहिले झन् के गरेछ भने 12 देखि उता के अरे पढ्नु नदिने पो के अरे भनेर के अरे भनिरहेको छ 12सम्म मात्रै अनि के अरे नर्सहरूलाई पनि अलिअलि पढेको उतै के अरे पठायो त्यहाँदेखि उता इन्ट्रेस्ट आउँछ यो के अरे यो विदेश जाँदैन कर के अरे तिरेको हुन्छ कर तिरेको तिरेको हुन्छ हौ त्यही पैसामा यिनीहरू जित्दै नजर लगाएर पसाडे कि मसाडे मलाई चाहिँ मामा बोल्यो भने तपाईँलाई कुलमानलाई निकाल्नुको कारण चाहिँ के जस्तो लाग्छ भने जस्तै अब यो 84मा चुनाव आउँदैछ अब 84मा चुनाव आउँदै जति पनि विद्युत प्राधिकरणबाट कुलमानले बजेट नेपाललाई घाटाबाट पनि नाफामा राखेको पैसा छ त्यो चाहिँ के गर्दै यो अब अहिलेको नयाँ ओली सरकारले यिनीहरूले अब 84मा चुनाव आउँदैछ पैसा नफिजाकन त चुनाव जित्ने त कुरा आउँदैन त्यो पैसा चाहिँ झ्याप गर्नुको लागि त्यो मान्छेले आउट गरेको किनभने त्यो मान्छे सत्तामा बस्यो भने अब उसले त सबै खोजिहाल्छ उसलाई सत्तामा हटाएपछि त उसले खोज्ने कुरो आउँदैन अर्को ठ्याक्कै मलाई चाहिँ त्यही लाग्छ मेरो तपाईँले भनेको कुरो पनि ठिकै हो मलाई चाहिँ अनि आफ्नो तर्क नहो यो किनभने तर्क यसो गफ गरेर नै खाए पनि पर्दैन भनेर खाइपर्छ नि गफ पनि हो अब के अरे यो राजा आऊ देश बचाउ भनेर उ गरिरहेको छ होइन एकातिर हो त्यो भइहाल्यो भने त के अरे म फुत्केँ भने त के अरे मेरो हुँदैन केपी ओलीको स्वयं सालालाई के अरे राख्यो नि त के अरे कुलमानको बदला राख्यो सालालाई के अरे त्यो छिराइराख्यो भने त्यताबाट ल्याउँछु अनि के अरे करोडौँ के अरे कुलमानले के अरे त्यो सरकारी कल कारखानामा नि त्यो के अरे 50 के अरे करोड 60 करोड के अरे परेछ नि कारखानाको बिजुलीको के अरे बिल चाहिँ तिर्नु बाँकी हौ त्यो गर्दाखेरि कुलमानले के अरे लोड सेडिङ हटाएर के अरे त्यहाँ बन्द गरिदिएको थियो त्यो चाहिँ खोल्नुलाई पैसा दिनु पनि दिँदैन न्यु खोजेर न्यु पारेर आफ्नो सालालाई चाहिँ उता राख्यो त्यहाँदेखि कुलमानको के अरे गुरु पनि उमा उठ्यो के अरे सबै के अरे उठ्यो अनि कुलमान त हटाएर कुलमानको 4 महिना त थियो नि 4 महिनामा के अरे निस्किने 4 महिना के अरे ठाउँची गर्नु सकेन अरू सबै मान्छेहरू उठ्यो कुलमानलाई अब कुलमानले जो गर्यो नि वो सत्तामा आएपछि अब पहिला हाम्रो यो अन्वेषण र सारिका जन्मिँदाखेरि 18 घन्टा 19-20 घन्टासम्म त्यतिखेर अनि देशको जेलर इन्डियालाई पनि अहिले तपाईँको एक दिनमा लोड सेडिङ घरिघरि हुन्छ त्यो झ्यापझ्याप पनि हुन्छ नभए हुँदैन बङ्गलादेशसम्ममा डिग्री गर्ने उ गरेर नि कुलमान विद्युत उसमा चाहिँ कुलमानको चाहिँ ठुलो कुलमानले काङ्ग्रेस काम गरेछ राम्रो गर्ने मात्रै नेपालमा चाहिँ भने अब जसले राम्रो काम गर्छ उसले त तान्नेमा खुट्टा तान्ने मात्रै हुन्छ त्यही रहेछ नराम्रो गर्नेलाई जहिले हुन्छ त्यही भएर हाम्रो नेपाल विकास हुन नसकेको
भन्नुपर्दा त्यही भन्छ अब एक्चुअली भन्नुपर्दाखेरि हाम्रो नेपालमा जति पनि रिमिटेन्स बाहिरदेखि भित्रिन्छ नि यहाँको जति पनि कर्मचारीले त हामीहरूले कर तिरेकोले मात्रै उनीहरूलाई ठिक्क हुँदैछ किनभने हामीले हर कर तिर्छौँ हरेक कर घर धुर भन्यो के भन्यो कहाँ भन्यो के भन्यो एउटा सानो कागज त्यो आकर इकर बिग्रिँदाखेरि पनि हामीले 1000 रुपियाँ तिर्नै पर्छ त्यो ससाउनलाई यस्तै करले मात्रै कर्मचारी पालिएको छ पालिएको सबै छेकिएको हो अब यिनीहरू किनभने यहाँ हजारौँ के अरे कल कारखाना बन्द गर्यो नि त अनि जुट मिलहरू गऱ्यो अनि काठ कारखानाहरू भेट्नु नगएको काठ कारखानाहरू सबै बन्द यो गर्यो अलिकति पनि होइन अब 84 चुनाव आउँदैछ पुरानोहरूले काम 84 चुनावमा अब हर्का सम्बन्ध ओली ठ्याक्कै आइपुग्यो कि अब चाहिँ अब ओलीले आउट गरेपछि जति पनि अब कठाएको पैसाहरू हुन्छ नि त्यसलाई तानेर राख्ने आफ्नो हातमा आएपछि अब चुनावको टाइममा फिजाइदिने फिजाएपछि त अब जितिन्छ भन्ने एउटा होप हुन्छ नि चुनाव पैसा नफिजाइकन त जितिन्छ त्यही मात्रै हो नि लास्टमा मर्दै भनेको चाहिँ हामी जनता नै जनता अहिले त बाटो छ के भयो यता कल कारखानाहरू त्यो सबै बन्द गरिदियो बन्द गरेर उतैबाट ल्याउनु के नसजिलो पऱ्यो भने अनि उनीहरू त भान्सारमा जमजम बुझाउनु पऱ्यो नि त त्यहाँदेखि ल्यायो भान्सार बुझाएको पैसा चाहिँ त्यो भान्सार बुझाएको बाटो अहिले त हिँड हुन्छ त बाटो राति पनि तल नौली जहिले त्यही पनि जान्छ त्यही त म घरमा हुँदा म त एक्लैको सिटी त कहिले गर्दैन नि उसको दादा छ कि दादासँग सिक्ने त्यो गिटार बजाउनु सिकाउँदो रहेछ दादा नि उतै कुदिहाल्छ अब जाने जानुपर्छ उनीहरू चाहिँ कुइन्टल होइन कुइन्टल पैसा पाउँदैन 50 अब त्यही पढाइ पहिले पत्रिकामा पढाएर 4 कक्षाबाट निकालियो अनि इन्सपेक्टर सरहरू पत्रिका सरहरू राजालाई किन ल्याउने के भने खेल यसो गर्दा हुन्छ कि त्यसो गर्दा हुन्छ कि भनेर नि जनता कसरी झुकिन्छ भन्ने मात्रै हो लास्टमा त्यही राजा गराउनु त्यसलाई निकाल्यो किन ल्याउनु आन्दोलन अब के भने पैसा जेलमा बसिरहेछ नि अब के भने नि ऐँच पैँच हार गुहार सर सापट मर्दा मलाई बाँड्दा गन्ती भएर बस्नुपर्छ हार पार्टी नै भनेर नेताहरूको पछाडि लाग्यो भने हामीहरूले कुन दिन भलखाना बसेर मरिन्छ जता मन पऱ्यो त्यसलाई त्यो पार्टीको सिद्धान्त भनेको के अरे विचार हुन्छ पार्टी छँदैछ विचार छँदैछ विचारले के अरे जसलाई मन पर्छ त्यसलाई भोट दियो के अरे बस्यो अब चाहिँ मान्छे चेत्यो नि त अब एमाले के अरे मैले त के अरे काठमाडौँ आउने एमालेको सभा आउँदैछ भने तपाईँहरू के अरे नजानु है त्यहाँ र तपाईँ नजानु तपाईँ हाम्रो पार्टीको मान्छे सबै रोक्ने भनेर काठमाडौँबाट फोन आउँथ्यो त्यहाँदेखि माओवादीको आउँदा पनि के अरे फोन गर्थ्यो तपाईँ नजानु म जिल्ला उपसभापति थिएँ तपाईँ नजानु के अरे हाम्रो मान्छेहरू रोक्नु भन्थ्यो काङ्ग्रेस हुँदा पनि त्यसो भन्छ माओवादीको हुँदा पनि एमालेको हुँदा पनि के अरे ऊ केन्द्रीय नेता चाहिँ को थियो भने कमल थापा थियो हाम्रो रापरमा कमल थापा थियो आखिर ऊ त के अरे शेरबहादुर हुँदा पनि उप प्रधानमन्त्री र परराष्ट्र मन्त्री खाकै हुने परराष्ट्र मन्त्री र उपमन्त्री त्यहाँदेखि के अरे उताबाट आयो फेरि त्यहाँ गठन गर्नु भनेर हो लाउतीको छोरा कान्छी पट्टिको त्यही भएर सबैमा लाउतीको छोरा नरसाहरू सबै गएको थियो त्यहाँ घुमाएर गर्नु हो सो कमल थापालाई पछाडि लाग्ने भने के अरे भेटघाट भइहाल्यो त्यो तपाईँ फर्किनुहोस् भेटघाट भइहाल्यो कमल थापा पछाडि लाग्ने भने के अरे हुँदैन यो तरिकाले अब त सर्व जनताहरूले बुझ्नु लाग्यो लागेर हामीले पनि बुझ्नु थाल्यौँ कमल थापा के अरे को पछाडि नलाग्ने भने के अरे ठिकै छ लाग्ने भने त्यहाँदेखि पशुपति शमशेर जबरालाई के अरे फोन गर्छु भनेर फोन गरेँ अहिले के अरे महल अर्कै बन्दैछ निश्चिन्त लागेर काम गर्नु है भन्यो
त्यति भयो कुरा बन्द ल ठिकै छ भनेर लाग्यौँ 4-5 गाडीमा गएर सबै सङ्गठनमा गऱ्यौँ